सकिन्न के सुमन एकछिन आऊ यता सुमन
खुसी नभएको हुन्छ त्यो फोनको बिल हामीले क्लेम गरेर स्विच अफ गरे पनि जे गरे पनि त्यो कसले लगेको भन्ने पत्ता लाग्छ त्योभन्दा पहिला ल यहाँ भेटिरहेछ भनेर कृपया स्टेजमा ल्याएर बुझाइदिनु होला जसले लग्नु भएको छ त्यो फोन यहाँ बहिनी रोइरहनु भएको छ बिचरा प्लिज जसले त्यो फोन भेटाउनु भएको छ तपाईँलाई भोलि फेरि तपाईँहरू कारबाहीको भागीदार हुनुहुन्छ त्योभन्दा पहिले फोन ल्याएर बुझाइदिनुहोस् है हाम्रो अनुरोध छ स्टेजमा आउनुहोस् फोन बुझाइदिनुहोस् शिवालय टोलका दुईटा भाइहरूले यहाँ धानले बजाउने हामी गीत गाउँछ भन्नुभएको छ को हुनुहुन्छ आउनुहोस् 5 वर्षको एउटा बाबु 10 वर्षको बाबु त्यही हुनुहुन्छ होला एकछिनमा कसले हो बाँसुरी बजाउने मादल बजाउने हामीले हाम्रो कला देखाउँछ भन्नुहुन्छ स्टेजमा कला हामीले बोलाउँछ एकछिनमा लगभग अब हाम्रो भैलो यसपालि यस्तै हो हामीले यति पाएका मध्ये केही भैलोहरू आउनु भएन उहाँहरूले अघि भनिसक्नुभयो हामीले पानीको कारणले आउन सकेनौँ हुने कि नहुने भन्ने कुरो भन्नुभयो यस्तै हो फेरि अर्को साल धेरैभन्दा धेरै सहभागी भैलो टिम हुनुहुनेछ र आजलाई यी 3टा समूह आजको अन्तिम समूहहरू हुनुहुन्छ तपाईँहरूको समय लगभग सिद्धिएको छ है लगभग सिद्धिएको छ सबैको राम्रो सबैजनाले मेहनत गरेर आउनु भएको छ अब निर्णय चाहने ड्राइभर हुन्छ 3 जना उहाँहरूले एकदमै फेयरली निर्णय गर्नुहुन्छ कस्तो राम्रो कस्तो नराम्रो राम्रो सबै हो तर थोरै 0.5 होला 1 नम्बर होला होइन 0.5 ले हार जित होला त्यो के कारणले भन्दा कसैको समूह थोरै अथवा कसैको ड्रेस अलि नमिलेको अथवा कसैको गीत नमिलेको त्यस्तै हुनसक्छ मैले जाने उहाँले अब यसको निर्णय सुन्नुहुन्छ सबै सहभागी साथीहरू सबै भैलो समूहलाई धेरै धेरै धन्यवाद छ आफ्नो पालिकाले गरेको यस्तो राम्रो सराहनीय काममा यहाँहरू सहभागी भइदिनुभयो आइदिनुभयो दुःख गर्नुभयो धेरै मेहनत गर्नुभयो कति टाढाबाट आउनु भएको छ तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद सँगै लगभग आजको अब यो प्रतियोगितात्मक कार्यक्रम यही समापन सिद्धिएको छ र एकछिनपछि हामी रिजल्ट निकाल्छौँ त्यो बिचमा केही कसैसँग आफ्नो केही प्रतिभा छ भने म गीत गाउन पाएँ हुन्थ्यो भन्ने कसैले लागेको छ भने आउनुहोस् स्टेजमा म त एउटा गीतमा नाच्न पाएँ हुन्थ्यो भन्ने छ भने आउनुहोस् स्टेजमा आएर नाच्न पाउनुहुन्छ यो तपाईँहरूको मञ्च हो यस्तै मञ्च चढ्नुभयो भने भोलि ठुलो कलाकार बन्न पाइन्छ सकिन्छ बनिन्छ कसैलाई त्यस्तो छ मनमा भने कविता मुक्तक चुटकिला केही यस्तो केही छ भने हामीले सम्पर्क गर्नु होला भन्दै प्रतियोगिताका सबै भैलोहरू यो समापन भइसकेका छ तपाईँहरू बिदा हुँदै हुनुहुन्छ यो बिचमा हाम्रा निर्णायक मण्डलका आदरणीय संयोजक डाक्टर गोविन्द आचार्यलाई डाक्टर टिकाराम उदासी दाई अनि डम्बर फक्काफक्की साथीलाई एकदमै फेयरली यसको मूल्याङ्कन गरेर हाम्रा टिमलाई हौसला दिनु होला भन्दै अब हामी लगभग रात परिसकेका छ बाटो यस्तो जाम छ यति धेरै हामी छौँ यति धेरै भेहिकल साधनहरू छन् कसरी पुग्ने तलसम्म भन्ने बिस्तारै जाने बेलामा बिस्तारै हल्ला नगरिकन आफ्नै मेला हो आफ्नै महोत्सव हो भनेर हो हल्ला नगरिकन कसैको सामान कहीँ हरायो भने केटाकेटी कतै तलमाथि गऱ्यो भने सबैको तपाईँहरूले ख्याल गर्नु होला भन्दै प्रतियोगितात्मक भैलो यही समापन भएको छ धन्यवाद।